भर्खर भन्दै ल है त सुरु गर्छु है त धर्म धर बदामूलो वेदस्कन्द प्रणसखाडयं कर्तुकुसुम मोक्ष भालो मधुसूदन पादबुधायति नमिषे निमिषे ऋषाय सौनकादय शत्रं स्वर्गाय लोकाय सहस्रसम्मानशकः त एकदा तुमुनाय प्रातहुतहुताग्नय शतकृतं शतमासीनं कार्यक्रम नराखमै अब एकछिन कथितो भावतं सम्याग देवमार्गशिखप्रदम् इदानीं शतमिच्छामो चैवमार्गभयप्रदम् तथा संसारदुःखानि तत्काले च छयाशोधनं यहि का मुस्मि कान काले सान्याथे वक्तुमर्हसि शृणुदम्भो विवक्ष्यामि यममार्गस्य दुर्गमम् सुखदं पुण्यशीलानं पापिनं दुःखदायकं यथा च श्रीविष्णूनां प्रोतं च ब्रह्मत्या पृच्छते तथैवं कथ्यमिख्यामि संविधाच्छेदना एव कदाचित् सुखमासीनं वैकुण्ठं श्रीहरिं गुरुं विनया वनतु बुद्धं पपरस विना तत्सुतः भक्तिमार्गो बहुविधं कथितुं भवतमहं तथा च कथितं देवं भक्तानं जगतिरुत्तमम् आधुनं श्रोतुमिच्छामि एव मार्गभयङ्करं तादभक्तिविमुखानं तत्रैव मार्गमनं श्रुतं सुगामं भगवानं जीवा चैव नरकं यान्ति दिग्दिगस्तु नराधामनम् आतोनि भगवान् ब्रीहिं पापिनं जगति भावितं यममार्गस्य दुःखानि तथा ते प्राप्नुवन्ति वै वत्स्यहं शृणु वाचिन्द्रं यममार्गेन नरके च पापिनं यान्ति सिनावतं भीतिं पापतास्तार्छं च धर्मविवर्जितम् इष्टसङ्घाश्च सत्यशास्त्रसत्सङ्गतिप्राङ्मुखम् आत्मसम्भावितं स्तब्धं धानमानमदान्वितः आसुरं च भवमापानं च दैवी संगतिविवर्जितः अनेकः चिता विभ्रान्तं मोहजालस्यमावृतः प्रशक्तं कमभूनराजगणशीलाश्चं ते यान्ति परमं गतिं पापशीला नरा यान्ति दोषेण यमयातनं पापीनामहिकं दुःखं यथा भवति तच्छृणु सातस्तिमलं प्राप्यं यथा गच्छन्ति यातनं सुकृतं दुष्कृतं वाप्यं भुक्ता पूर्वं धारितं आदिभ्याधि समयुक्तं जीविता समतसुकमं कालो च बलियान हि बला ज्ञातं पति प्रदते तत्राप्या जातः निवृतो मिर्यमाणं स्वयं भृतैः जरयो च पातै वैरूप्यं च मरणाभिमुखो गृहे आतास्ते वाह मर्त्योपनयास्तं गृहपाल इवाहारणम् आमायं च व्याप्रादीप्त अग्निरल्पहारोऽल्पचेष्टितः वायुनो तक्रामातुरा कफसमृदनाडिकः काशस्सु सकृतयासं कण्ठे घूर्घूर्यते सहिनं च परिशोचरहिं परितं स्वयं बन्धुरीं वाच्यमानोऽपि नावृतिं कालपाशं वशं गतः एवं च कुटुम्बभरणं च व्यापृताप्तजितेन्द्रिया म्रियते तारुदतं च शूनामुरावेदानस्य तस्मिन्नन्तरं क्षणेतारथ्यं दैवीदृष्टिं प्रदायते एकीभूतं च जगत् सर्वं न किञ्चित् वक्तुमीहते हम च विकालेन्द्रियसङ्घाते चैतन्यं गतः पतलन्दिता प्राणां च यमैनिकटवर्तिभिः स्थोस्था न चलिते स्रवासे कल्पाख्यं हात्रक्षणं शतवृश्चिकदिष्टस्याय तीरसानुभूयते हिना च मुदिः गरतेषु अथ मुखं लालकुलं भवितम् अद्वारं गच्छन्ति पापिनं प्रणवाय वै अयमादूते तात् प्राप्तौ भीमसर सर्वस्य क्षणौ पाशदण्डधरौ च नग्नौ दन्तकटकटयितौ ऊर्ध्वौ केशौ च काकृष्णौ वक्रतुण्डौ नखायुधौ दृष्ट्वा तत्र स्त्रेदायं सकृणमुद्रं विमुञ्चति अंष्टमात्रपुरुषो हाय कुर्वनं कालिभारते तदैवं गृह्यते दूतै यमे पाशनं सुखं गृहमम् एतानादिहं चाविरित्यं पाशे बद्धा कलिभालते नयतु दीर्घमध्वानं दण्डायं राजभटयः तस एवं निहमानस्यं दूत सन्तजयन्ति च पर्वदन्ति भयं तीव्रं च नरकाणं पुनः पुनः शीघ्रं प्रचलादृष्टात्मानं यस्यासीतं यमालयं कुम्भीपाकादीनरकास्तं न एवोधाम चेरमम् एवं च वातसराजश्रेणवानं बन्धूनं रुदत्यं तथा उचयायेति विलापास्ताडयेते यमकिङ्करैः तयोनिभीन हृदयास्त जानै जातवेपतुः पतिस्वभिभक्ष्यमाणम् आर्तोघं च सुमनुस्मरणम्
श्रोत्रिटा परितो करधय वानलानिरव संतप्यमानम् पथि च तप्त बालुके कृष्णेनं पृष्ठे काशयात् च ताडितः स्रचलत्यासक्तोऽपि निरासरमोदकः तत्र तत्र पाताच्छान्तौ मूर्छितं पुनरुत्थितः यथा च पापीयासं नीतास्तमासं च यामसाधनं त्रिभिः मुहूर्तैदाभ्यं वै नियेति तत्र मानव पदसा यन्ति दूतास्तं घोर नरकायातनं मुहूर्ता मात्र त्वारितम् एमं वीक्ष्यं भयं पूमनम् एमाज्ञं समं दूतैत पुनरयति खेचरः आगम्यं च वासनबद्धौ च दिहमीच्छानं यमुनगै धृतापाशिन्मरुदतिं श्रोत्रिताभिं परिपीडितः भुङ्क्ते पिण्डे सुतिदातं दानं चातुरकालिकं तथापि च नास्ति कास्तारक्षय तृप्ति याति न पातकी पापिनं च नोपतिष्ठन्ति दानं सदं जलाञ्जलिः अतः क्षुधायाकुलं यान्ति पिण्डदानभुजोपिते भावन्ति पितरूपास्ते पिण्डदान विव्रजितः आकल्पं निर्धनारण्ये च भ्रमन्ति बहुदुःखितः नाभुक्तं सेन्ति कर्मं कल्पकोटिशतैरपि आभुक्तं च यातनं जन्तु मानुषे लभते नहि आतु दधात सुधात पिण्डानं च दीनैकुदशासु द्विजः प्रत्यहं ते विभाजयन्ते चतुर्भागे खगोतमं भागदयं तु देहस्यं पुष्टिदं भूत पञ्चके तृतीयं च मधुतानं चतुर्थस्वोपजीवतिः अहोरात्रैश्चं नाभाभिं प्रेतपिण्डमाप्नुयतः जन्तुनिशः पनादेहश्चं दशमी बालमाप्नुयतः दग्धे देहं च पुनर्देहं पिण्डेरुतपथते खगा हस्तमात्रं पुमानं येन पथि भुङ्क्ते शुभं प्रथमे हानियाजपिण्डस्येनं मृगा प्रजायते गिर्वास्कन्धौ च द्वितीयेनं तृतीया हृदयं भावितः चतुर्थेनं भवेत् पृष्ठं पञ्चमानाभिरेव च षष्ठेनं च कटिगुहं च सप्तमातं शक्तिनि भावितः जनुपादोधात दाभ्यं च दशमेहिं क्षुधातिशः पिण्डाजं दध्यामाश्रितं क्षुधादिष्टात्रिखादितः एकदशं दशं च प्रेतो भुङ्क्ते धिनादयं प्रयोदाशो धनी प्रेतो यान्ति तु यामकिङ्करैः तस्मिन् मार्गे च वर्ततेकं गृहीतम् इव मर्कटैः खडशीतसहस्राणिं योजनानं प्रमाणते इममार्गस्य विस्तारो विना वैतरिं खगाय अहन्यहानि वै प्रेतं योजनानं सुतदायमं चत्वारि शतथात् सप्तं च दिवरात्रिं गच्छति आतिथ्यात् कर्मसु मार्गें च पुराणि मानि षोडशः परयति धर्मराजस्य भवनं पातकै जनः पछि त्यस्तै गरेर हतियार जस्ता तीखा पत्रे जब शरीर काटिन्छ त्यस बगतमा यमदूत भन्दछ सुखपूर्वक छ अझ एउटा अध्याय छ है र त्यस्तै गरी यस्ता प्रकारको दुःखदायक यम यातना स्त्री पुरुष हजारौं वर्ष जहाँसम्म पृथ्वी रहन्छन् तहाँसम्म नरकमा पाउँदछन् त्यो पापको धेरै काल यातना भोगी फेरि यमका आज्ञाले पृथ्वी स्थावर आदिमा जन्म हुन्छन् र स्थावर आदि के हो भने वृक्ष गुल्म लता बल्ली पर्वत तृण फूल फल पत्रादिले ढाकिएका स्थावरका हुन्छन् र कीट पतंग पशु पंक्षी यसरी जब हामी त्यो पाप गरिसकेपछि नरकमा परिसकेपछि हामी कीट पतंग पशु पंक्षी जलचरा भनेको जलमा बस्नेहरू माछा कछुवा आदि गरेका 84 लाख योनिमा जन्म हुन्छ र 84 लाख योनिमा घुमिसकेपछि मनुष्य योनि प्राप्त हुन्छ मनुष्य भए तापनि पाप कर्मले फेरि नरकमै जान्छन् मनुष्य भयो मनुष्य भएर फेरि पाप गरे भने नरकमै जानु पर्यो नरकबाट आएका मनुष्यका पाप चिन्ह हुन्छन् पापका चिन्ह कस्तो छ भन्ने गल गण्ड कुष्ठी जमान्द महारोग आदि स्त्री पुरुषका पापीका चिन्हहरू यस्तो हुन्छ भनेर यो चतुर्थ अध्यायमा गरुडजीलाई भगवान विष्णुले बताउनुहुन्छ अब पञ्चम अध्यायमा आइसकेपछि फेरि अब पाप चिन्हहरू के हुन्छन् त जो पापी छ अनि जसले पाप कर्म गर्यो यो मर्त्यलोकमा पाप कर्म गरिसकेपछि अनि 84 लाख यमलोक सारा यमलोक भोगिसकेपछि 84 लाख योनिहरू भोगिसकेपछि अनि फेरि उसले मनुष्य जीवन त पाए मनुष्य जीवन पाइसकेपछि पूर्व जन्ममा गरेको उसको पाप चिन्ह उसले त्यो पाप चिन्ह कस्ता कस्ता हुन्छन् त भनेर पञ्चम अध्यायमा फेरि अनि गरुडजीले भगवान विष्णुसित प्रश्न गर्नुहुन्छ है त अब यो लास्ट हो
अब पाप चिन्ह कस्तो कस्तो हुन्छ त भनेर अब यहाँ चाहिँ नि अनि गरुडजीले सोध्नुहुन्छ अनि भगवान आज्ञा गर्नुहुन्छ, हे गरुड सुन, जो पापले नरक गई भोगी मनुष्य योनि प्राप्त भई जो चिन्ह हुन्छ त्यो भन्छु सुन। ब्रह्माघाती क्षय रोगी हुन्छ, जसले ब्राह्मणको घात गरे ब्रह्माघाती तिनीहरू के हुन्छ त क्षय रोगी भएर जन्मन्छन्। गौघाती कुजो हुन्छ, जसले गाईलाई अनि घात गर्यो गौमाताको हत्या गर्यो तिनीहरू कुजो हुन्छन्, गौघाती कुजो र लाटो हुन्छ। कन्याघाती कोडी हुन्छे, कन्यालाई घात गर्ने कोडी हुन्छ। यी तिनी गौ ब्राह्मण र कन्या मार्ने पापी चण्डाल योनिमा पैदा भई दुःख भोग्दछन्। अनि स्त्रीघाती गर्भपाती, स्त्रीको घात गर्ने गर्भको हत्या गर्ने गर्भपाती पापी मलक्ष्य जातिको रोग हुन्छ। यस्ता रोग भएर जन्मन्छन्। पूर्व जन्ममा गरेका जुन नराम्रा कर्म थिए त्यस्ता कर्मको चाहिँ यस्तो भएर जन्मन्छन् भनेको छ यहाँ। अनि त्यस्तै पछि छोरी बुहारी आदिमा गमन गर्ने, जस्तो पूर्व कर्ममा छोरी बुहारीमा पनि गमन गर्नेहरू फेरि के हुन्छन् त नपुसक भएर जन्मन्छन् भन्छ। अनि त्यसपछि गुरु स्त्रीमा गमन गर्ने चर्मरोगी हुन्छ, जसले गुरु स्त्रीको पनि गमन गरे उसलाई के हुन्छ चर्मरोगी हुन्छ। नित्य मासु खाने रातो रङको हुन्छ, सधैँ पूर्व जन्ममा सधैँ मासु खाइरहेको मान्छे रातो अनार भएर जन्मन्छ। मदिरा खाने कालो दाँत भएको हुन्छ, जसले पूर्व जन्ममा मदिरा खाए उसको दाँत कालो हुन्छ भन्छ है त, यो पुरानो अनुसार है हुन्छ। अनि ब्राह्मण भई बाहुन त भयो, ब्राह्मण भई लोभले अभक्ष्य खाने, जे कुरा पनि खाइदिने। लोभले लोभ लाछ मन थाम्नै सके छैन, त्यो पनि खानै पा हुन्थ्यो त्यो पनि खानै पा हुन्थ्यो भन्छ के। लोभले अभक्ष्य खाने ठुलो पेट भएको हुन्छ, ठुलो पेट हल्ला ठुलो पेट भएको हुन्छ। कसैलाई नदी मिठो हजुर कसैलाई पनि नदी एक्लै मिठो खाने है त, मिठो खानेको गाँड हुन्छ कसैलाई नदी। अनि श्राद्धमा असुचि जुठो अन्न ब्राह्मणलाई दिएकोले चित्रकुष्टी हुन्छ। श्राद्धमा सकभर ब्राह्मणलाई जुठो पार्नु हुन्न, जस्तै अचार पार्दा जे गर्दा जुठो नपरोस्, त्यसलाई चित्रकुष्टी हुनपर्छ भन्छ। अनि गुरुलाई घमण्डले अपमान गर्नेलाई छारे रोग हुन्छ, उसलाई हाँस ठट्टा गरेर झन् उडाइदिने उसलाई दुःख दिने, यस्ता पनि के छन् त वैतरणीमा पर्नुपर्छ। जो अपराध विराम बिना दण्ड गर्दछन् ती नरकमा पर्दछन्। जसले अपराध गरेकै छैन, शङ्खाले फल्नाले गरेकै हो है त, फल्नाले गरेकै हो भनेर त्यस्ता किसिमका अनाकमा औदस लगाएर जसले अपराध नगरेका मान्छेलाई दण्ड गर्दछ त्यसले पनि के गर्छ त नरक भोग्नै पर्दछ। अनि भोको ब्राह्मण आशाले घरमा आएकालाई आफ्ना शक्ति अनुसारको भोजन नदिने ती निश्चय नरकमा पर्दछन्। जस्तै भोको ब्राह्मण हजुरले भर्खर भात पकाएर केही गर्नुभयो अथवा खानुभयो, एउटा बाहुन डुल्दै आए घर टुक्लु सोध्न त पर्यो नि, भान्छ भनेदेखि हजुरको घरमा जे छ अब किनेर ल्याएर भन्ने छैन। हजुरले रोटी खानु भएको छ भने रोटी, पिठो खानु भएको छ भने पिठो, भात खानु भएको छ भने भात, जे छ उसलाई भोजन गराउनु, उसलाई चाहिँ बेमुख नपर्काउनु भन्छ के। भोका ब्राह्मण आफ्नो आशाले त्यो घर पछिदेखि मलाई भोजन हुन्छ कि भनेर आछन् भने उसलाई सोधेर भने भोजन गराउनु। भोजन गराउनुमा फेरि एकदमै धर्म छ। यो हामीले श्राद्धमा पनि मान्छे बोलाएर खुवाउनु किन भन्छ भने शास्त्रले हजुरले जस्तो किसिमको कर्म गरे पनि, जस्तो पूजा आचार श्राद्ध यावत कुरा गरे पनि 2-4 जना भने बाहिरका मान्छेलाई भोजन गराऊ, भोजनबाट धर्म हुन्छ है। त्यसरी चाहिँ भोजन गराउला धर्म हुन्छ। श्राद्ध गरे आफ्नो परिवार मात्रै खुसी बसेर खाएर अथवा त्यसो भन्छ के। त्यही भएर अन्य कुराका भगवानको पूजा गरियो, अब परिवार मात्रै बसियो, 2-4 जना बाहिरका पनि भएन, भोजन गराउनु एकदमै चाहिँ धर्म मान्दछन् जान्छन्। अनि सम्पूर्ण भूत प्राणीमा विश्वास नगर्ने, अब हाम्रा हुन्छन् नि, अब कसैले भूत हुन्छ, प्रेत हुन्छ, पिशाच हुन्छ, डाङ्किनी साङ्की अनेक यावत कुराहरू हुन्छन्, बनकी हुन्छ, अनेक कुराहरू हुन्छन्। ती परम्परा चलिआएको कुरालाई नमान्ने, कहाँ छ खै यो कसैले देखाएको छ
त्यस्ता कुरा पनि नगर्नु। अब के छ हामी हजुर हामीलाई उसले डसिया होइन, ऊ पनि आफ्नो ठाउँमा बसेर हामीले आफ्नो ठाउँमा बसेर अब यो जङ्गलमा के छ, उसको जङ्गलमा उसैको दुनियाँ छ भने त्यस्तालाई चाहिँ त्यसमा विश्वास नगर्ने, तिनीहरूमा चाहिँ दया नराख्ने, यस्ता पनि के छ त नरकमा पर्नु पर्दछ। जो सन्ध्या बन्धन चन्द्रायण आदिको नियम गर्छु भने प्रतिज्ञा गरी इन्द्रियका विषयमा परि गर्छु भनेको गर्दैन, नरकमा पर्दछ। जसले मैले फल्नु व्रत गर्छु भनेर पहिला प्रतिज्ञा गरेँ है त, फल्नु भगवानको पूजा गर्छु यसरी चाहिने भनेर उसले प्रतिज्ञा गर्यो, मैले फल्नु व्रत लिन्छु भनेर, अथवा सोमबारे मङ्गलबारे अथवा बर पिपलको पूजा गर्छु यसरी प्रतिज्ञा गर्यो र प्रतिज्ञा गरेर फेरि त्यतिकै सिया लाग्यो, फेरि पाप लाग्छ भन्छ कि त्यस्तो काम पनि कहिल्यै नगर्नु। विद्वता गुरुलाई पुराण भन्ने पौराणिकलाई र मान्ने अनादर गर्ने नरकमा पर्दछन्। जसले विद्यादाता भनेको गुरुलाई, जसले विद्या दिन्छ, उसले सधैँ ज्ञान गुणका कुराहरू सिकाउँछ, त्यस्तालाई पनि अनादर कहिल्यै नगर्नु, त्यसमा चाहिँ पापै लाग्दछ। मित्रद्रोही आशा छेदी अर्काको प्रीति छेदन गर्ने यस्ता निश्चय नरकमा पर्दछन्। अनि मित्र भनेर हिँडिया छ, उसले अर्को मित्रले आफूलाई कति विश्वास मानेछ अनि नगर्ने कुरा पनि गरेछ, अनि कति कुराहरूको उसले विश्वास मानेछ, त्यो विश्वास मान्नेको मित्रको चाहिँ आफूले भित्रभित्र फेरि उसको चाहिँ नि के गरिदिनु त भन्दा बाहिर उसका कुराहरू गरिदिनु, त्यस्ता के मित्रको त मित्रद्रोही पनि के गर्छन् त हामी नरकमा पर्नु पर्दछ। विवाहको दैव यात्राको तीर्थ गर्नेको धन हरण गर्ने पापी जो छन् ती घोर नरकमा पर्दछन्। विवाहको अनि देवताको तीर्थ गर्न जानेहरूको यस्ताका धन हरण गर्ने पनि के गर्छन् त नरकमा पर्दछन्। त्यसले फेरि नरकदेखि फिर्नु पर्दैन। जो पापी घरमा गाउँमा पालेका वनमा आगो डढेरो लगाउँदछ, जसले जङ्गलमा कसैका गरी त्यस्तै गरी जुन आफ्नो स्वजाति बलि बसिदेवा यज्ञादि काम नगरी खानेकुरा खान्छन्, यस्ता पापी पनि निश्चय आफ्नो परम्परादेखिबाट चलिआएको आफ्नो जुन ब्राह्मणको जुन कर्म छ त्यस्ता कर्महरू पनि नगरेर अनि त्यस्ता कुराहरू खाने पनि के गर्छन् त बैतरी नदीमा पर्नु पर्दछ, सलमरी नरकमा र बैतरी नदीमा पर्नुपर्छ। जो मनुष्य बन्धनले, काष्ठले, पत्थरले, काँडोले अनि बाटो रोक्दछन्, जस्तै यहाँबाट मैले हिँड्न दिन्न, अब हिजो बाबुबाले देख्नुबाट चलिआएको बाटो छ, उसलाई कुन कुरामा रिस उठ्यो र यो बाटो मैले बारिदिन्छु भनेर जसले बाटो मलाई बार्छ है त, त्यो बाटो बार्ने पनि नरकमा पर्नु पर्दछ भने। जो मनुष्य बन्धनले, काष्ठले, पत्थरले अनि काँडा आदिले बाटो रोक्दछ, निश्चय त्यो नरकमा पर्नु पर्दछ भने। त्यसो भएर चलिआएको बाटोलाई पनि आफूले हस्तक्षेप नगर्नु, कि त्यो परम्परादेखिबाट चल्दै नचलेको बाटो भयो त त्यस्तै कुरो भयो, त्यस्तै कुरा पनि बाटोलाई चाहिँ अवरोध खडा नगर्नु। अनि त्यस्तै गरी ब्राह्मण भई दासी स्त्री राख्ने, मान्छे देउता बाहिर बाहुन बनेर हिँड्छ, ब्राह्मण बनेर हिँड्छ, अनेक कर्म गराएर हिँड्छ, अनि त्यसपछि घरमा दासी स्त्री राख्छ, बाहिर एउटा नोकर्ने स्त्री लिएर राख्ने, स्त्रीको अपमान हो, स्त्रीलाई त्यस्तो गर्नु पाइँदैन, दासी स्त्री राख्ने यस्ता पनि के गर्छन् त बैतरी नदीमा पर्नु पर्दछ। अनि सुदृढीदेखि पुत्र पैदा गर्ने ब्राह्मण निन्दित भई घोर नरकमा पर्दछ। जस्तै ब्राह्मणको छोरो छ अनि श्रीमती छ, सुदृढी भनेको पल्लो जातिको श्रीमती ल्याएर अनि छोराछोरी पैदा गरेर पनि उसलाई नरकको वास हुन्छ भने। त्यस्तै दिदीलाई नमस्कार गर्दा पनि दोष लाग्छ, त्यस्तालाई नमस्कार पनि नगर भन्छ भगवानले। त्यस्तै गरी जो ब्राह्मणसँग झगडा गर्दछन् अथवा ब्राह्मण र गाई अनि सज्जनको झगडा युद्ध नरोकी उत्साह गरे नरकमा पर्नुपर्छ। अनि जसको ब्राह्मणसित झगडा भइरहेको छ अनि त्यस्ता झगडामा गएर त्यो झगडा मिलाउनपट्टि नगएर झन् उकास दिने, झगडामा चाहिँ कोही बलेको आगोमा घिउ थपिने भने जस्तै त्यस्ता किसिमको गर्ने यस्ता मान्छे पनि गर्छन् नरकमा पर्नुपर्छ। जसको पतिका सिवाय अरू शरण छैन, पति नै उसको सर्वे सर्वा हो, स्त्रीको पति नै सर्वे सर्वा हो। जब बाबाआमाले छोरी दिइसकेपछि अनि छोरी चाहिँ पतिकै सर्वे सर्वा हुन्छ। पतिका सिवाय अरू शरण छैन, यस्ता स्त्रीलाई ऋतुकाल परेको बेलामा ऋतुदान नगर्ने पनि नरकमा पर्दछन्। घमण्डी
जस्तै श्रीमान हुन्छ उसले चाहिँ यस्ता कर्महरू गर्यो भने पनि नरकको वास हुन्छ। जो मनुष्यले काम अन्ध भई रजस्वला स्त्रीमाथि गमन गर्दछ, पर्वमा गमन गर्दछ, जुन चाड पर्व यस्ता औँसी पूर्णिमा यस्ता तिथिहरू अष्टमीहरू यस्ता तिथिमा गमन गर्दछ, जलमा गमन गर्दछ, दिनमा गमन गर्दछ, श्राद्धका दिनमा जुन पितृकर्मका दिन गमन गर्दछ, यस्ता पनि नरकमा जानु यस्ता चिजहरू पनि नगर्नु। यस्ता कुराहरू मनमा राख्नु पनि पर्छ है त। अनि यस्ता कुराहरू नगर्नु। अनि जो जन मलमूत्र अग्निमा, जलमा अनि बगैँचामा, गोठमा, देवालयमा त्याग गर्दछन् तिनीहरू पनि नरक भोग्नुपर्छ। मलमूत्र कहाँ कहाँ छोड्नु भएन भने अग्निमा, बलिरहेको अग्निमा छोड्नु भएन, जलमा पनि पिसाब पिसाब गर्न भएन, बगैँचा जहाँ फुलबारी बगैँचा छ, आँपका बगैँचा छन्, लिचीहरू छन्, त्यस्ता बगैँचामा पनि गएर पिसाब पिसाब गरिदिनु भएन। अनि गाईको गोठमा, जहाँ गाईको गोठ भनेको लक्ष्मी बस्ने ठाउँ, गाई गोठमा गएर देवालयमा भगवानको मन्दिरको नजिक गएर जसले पिसाब पिसाब त्याग्दछ त्यस्ता पनि छन् त नरकमा वास हुनु पर्दछ। अनि त्यसपछि तरबार आदि हतियार, बाण धनु बनाउने, तरबारहरू बनाउने, हतियारहरू बनाउने, बाणहरू बनाउने अथवा बिक्री गर्ने ती पनि निश्चय नरकमा पर्नु पर्दछ। छाला बिक्री गर्ने, वैश्य, विष अनि बिक्री गर्ने यी सबै निश्चय नरकमा भोग्नु। विषहरू बनाउने यस्ता किसिमका जुन कर्म गर्छ यो पनि के गर्छ त बैतरी नदीमा अनि सलमरी नरकमा पर्नु पर्दछ। जो मनुष्य अनाथको आदर गर्दैन, जसको उसको माता पिता पनि छैनन्, एउटा अनाथ हो, एउटा बालक छ, त्यस्तै गरी जुन आफ्नो स्वजाति बलि बसिरेवा यज्ञादि काम नगरी खानेकुरा खान्छन् यस्ता पापी पनि निश्चय आफ्नो परम्परादेखिबाट चलिआएको आफ्नो जुन ब्राह्मणको जुन कर्म छ त्यस्ता कर्महरू पनि नगरेर अनि त्यस्ता कुराहरू खाने पनि के गर्छन् त बैतरी नदीमा पर्नु पर्दछ, सलमरी नरकमा र बैतरी नदीमा पर्नु पर्छ। जो मनुष्य बन्धनले, काष्ठले, पत्थरले, काँडोले अनि बाटो रोक्दछन्, जस्तै यहाँबाट मैले हिँड्न दिन्न, अब हिजो बाबुबाजेदेखिबाट चलिआएको बाटो छ, उसलाई कुन कुरामा रिस उठ्यो र यो बाटो मैले बारिदिन्छु भनेर जसले बाटो मलाई बार्छ है त, त्यो बाटो बार्ने पनि नरकमा पर्नु पर्दछ भने। जो मनुष्य बन्धनले, काष्ठले, पत्थरले अनि काँडा आदिले बाटो रोक्दछ निश्चय त्यो नरकमा पर्नु पर्दछ भने। त्यसो भएर चलिआएको बाटोलाई पनि आफूले हस्तक्षेप नगर्नु। कि त्यो परम्परादेखिबाट चल्दै नचलेको बाटो भयो त त्यस्तै कुरो भयो, त्यस्तै कुरा पनि बाटोलाई चाहिँ अवरोध खडा नगर्नु। अनि त्यस्तै गरी ब्राह्मण भई दासी स्त्री राख्ने, मान्छे देउता बाहिर बाहुन बनेर हिँड्छ, ब्राह्मण बनेर हिँड्छ, अनेक कर्म गराएर हिँड्छ। अनि त्यसपछि घरमा दासी स्त्री राख्छ, बाहिर एउटा नोकर्ने स्त्री लिएर राख्ने, स्त्रीको अपमान हो, स्त्रीलाई त्यस्तो गर्नु पाइँदैन। दासी स्त्री राख्ने त्यस्ता पनि के गर्छन् त बैतरी नदीमा पर्नु पर्दछ। अनि शूद्रिणीदेखि पुत्र पैदा गर्ने ब्राह्मण निन्दित भई घोर नरकमा पर्दछ। जस्तै ब्राह्मणको छोरी छ अनि श्रीमती छ, शूद्रिणी भनेको पल्लो जातिको श्रीमती ल्याएर अनि छोराछोरी पैदा गरे पनि उसलाई नरकको वास हुन्छ भने। त्यस्तै दिदीलाई नमस्कार गर्दा पनि दोष लाग्छ, त्यस्तालाई नमस्कार पनि नगर भन्छ भगवानले। त्यस्तै गरी जो ब्राह्मणसँग झगडा गर्दछन् अथवा ब्राह्मण र गाई अनि सज्जनको झगडा युद्ध नरोकी उत्साह गरे नरकमा पर्नुपर्छ। अनि जसको ब्राह्मणसित झगडा भइरहेको छ अनि त्यस्ता झगडामा गएर त्यो झगडा मिलाउनपट्टि नगएर झन् उकास दिने, झगडामा चाहिँ उही बलेको घिउमा बलेको आगोमा घिउ थपिने भने जस्तै त्यस्ता किसिमको गर्ने त्यस्ता मान्छे पनि के गर्छन् त नरकमा पर्नुपर्छ। जसको पतिका सिवाय अरू शरण छैन, पति नै उसको सर्वे सर्वा हो, स्त्रीको पति नै सर्वे सर्वा हो। जब बाबाआमाले छोरी दिइसकेपछि अनि छोरी चाहिँ पतिकै सर्वे सर्वा हुन्छ। पतिका सिवाय अरू शरण छैन यस्ता स्त्रीलाई ऋतुकाल परेको बेलामा ऋतुदान नगर्ने पनि नरकमा पर्दछन्। एउटा घमण्डी जस्तै श्रीमान हुन्छ उसले चाहिँ यस्ता कर्महरू गर्यो भने पनि नरकको वास हुन्छ। जो मनुष्यले काम अन्ध भई रजस्वला स्त्रीमाथि गमन गर्दछ, पर्वमा
गमन गर्दछ। जुन चाड पर्व यस्ता औँसी पूर्णिमा यस्ता तिथिहरू अष्टमीहरू यस्ता तिथिमा गमन गर्दछ, जलमा गमन गर्दछ, दिनमा गमन गर्दछ, श्राद्धका दिनमा जुन पितृकर्मका दिन गमन गर्दछ, यस्ता पनि नरकमा जानु यस्ता चिजहरू पनि नगर्नु। यस्ता कुराहरू मनमा राख्नु पनि पर्छ है त। अनि यस्ता कुराहरू नगर्नु। अनि जो जन मलमूत्र अग्निमा, जलमा अनि बगैँचामा, गोठमा, देवालयमा त्याग गर्दछन् तिनीहरू पनि नरक भोग्नुपर्छ। मलमूत्र कहाँ कहाँ छोड्न भएन भने अग्निमा, बलिरहेको अग्निमा छोड्न भएन, जलमा पनि दिसा पिसाब गर्न भएन, बगैँचा जहाँ फुलबारी बगैँचा छ, आँपका बगैँचा छन्, लिचीहरू छन्, त्यस्ता बगैँचामा पनि गएर दिसा पिसाब गरिदिनु भएन। अनि गाईको गोठमा, जहाँ गाईको गोठ भनेको लक्ष्मी बस्ने ठाउँ, गाई गोठमा गएर देवालयमा भगवानको मन्दिरको नजिक गएर जसले दिसा पिसाब त्याग्दछ त्यस्ता पनि सन्तान नरकमा बास हुनु पर्दछ। अनि त्यसपछि तरबार आदि हतियार, बाण धनु बनाउने, तरबारहरू बनाउने, हतियारहरू बनाउने, बाणहरू बनाउने अथवा बिक्री गर्ने ती पनि निश्चय नरकमा पर्नु पर्दछ। छाला बिक्री गर्ने, वैश्य, विष अनि बिक्री गर्ने यी सबै निश्चय नरकमा भोग्नु। विषहरू बनाउने यस्ता किसिमका पनि जुन कर्म गर्छ यो पनि के गर्छ त बैतरी नदीमा अनि सलमरी नरकमा पर्नु पर्दछ। जो मनुष्य अनाथको आदर गर्दैन, जसको उसको माता पिता पनि छैनन्, एउटा अनाथ हो, एउटा बालक छ, अब अचाल त पढ्न अब सबैलाई चाहिने अब धर्मनिरपेक्ष पनि गरायो हाम्रो सरकारले। अब चाहिँ वेद अब शुद्र छ, उहाँ बाहुनहरूको जनै चाहिँ दोकाना किन्न पाइन्छ, लिएर आएर जनै लाएर श्राद्ध गर्न बसेदेखि चाहिँ मैले यहाँ माथि पाएँ एउटा कामी भाउ। म त्यहाँबाट यसो हिँड्दाखेरि चाहिँ नि अब बोल्न त भएन, आजभोलि चिनी फल्ने बोल्नु भएन, उसले भेष्ट बाहिर जनै लाएर भड्काएर श्राद्ध गरिरहेको हो। त्यस्ता त्यो काम नगर्नु। वैतरणीमा पर्नु, आफ्नो आफ्नो भगवान्ले जो दिनुभयो त्यसैपट्टि गरे त हुन्छ नि। जनेको साटो एउटा धजो राखे त भइहाल्छ नि। अनि शूद्र भई वेद पढ्ने, जुन तल्ला जाति भयो वेद पढ्ने, अनि पहिला गाईको दुध खाने, पहिला गाईको दुध अति उत्तम हुन्छ भन्छ है, दुध खाने, जनै लगाउने, शूद्र भएर जनै लगाउने। अनि त्यसपछि ब्राह्मणकी स्त्री ल्याउने, बाहुनकी छोरीहरूलाई बिहा गरेर ल्याउने, यस्ता बैतरणीमा पर्नु पर्दछ। यस्ता कुकर्म गर्नेहरू पनि बैतरणी नदीमा पर्नु पर्दछ। राजस्त्रीमा अभिलाषा गर्ने, अब कोही कोहीको स्वभाव के हुन्छ भने स्त्री अभिलाषी बढी स्त्रीपट्टि आशा गर्ने हुन्छन्। राजस्त्री भनेको भयङ्कर ठुला ठुला खानदानी स्त्रीहरूमा राजस्त्रीमा अभिलाषा गर्ने, अर्काको स्त्री हर्ने, अर्काको श्रीमतीलाई ललाई फकाई आफूले हरण गरिदिने, हर्ने, कन्यामा भोग गर्ने, जस्तै आफू उमेरले आफू पाएको भयो अनि एउटा अबला कन्यालाई अनि यस्ता नराम्रा कर्महरू गर्ने। अनि यस्ता पनि के गर्छन् त बैतरणी नदीमा पर्नुपर्छ। सतीहरूलाई दोष दिने, अब जो सती त अहिले खासै कोही गएको छैन, पहिला पहिला सती जाने चलन थियो, सती जानेहरूलाई पनि अनेक किसिमका दोष दिनेहरू, अनि यी पनि के गर्छन् त बैतरणी नदीमा पर्नुपर्दछ। त्यसपछि अनि त्यस्तै गरेर 21 नरक छन्, त्यसमध्ये एउटा सलमली नरक भन्ने के छन् त अति नै दुःखदायी छ। त्यो सलमली नरकमा कस्ता कस्ता पापीहरू पर्दछन् त भनी म बताउँदछु सुन। त्यसमा कस्ता कस्ता जान्छन् भने विधवा स्त्रीको धर्मनाश गर्ने, जो स्त्री विधवै छन् उसको एउटा जवानी देखेर उसको धर्मनाश गर्नेहरू, तिनीहरू के छन् त सलमली नरक, जुन बैतरणी नदीमा परेर त्यो बैतरणी नदीको यातना भएर पनि फेरि के छन् त सलमली नरकमा गएर दुःख कष्ट भोग्नु पर्दछ। अनि स्त्री आफ्ना पतिलाई दोष दिएर, अब स्त्रीले फेरि आफ्नो पतिलाई दोष दिएर, अब हुन्छन् नि त्यतिकै अनागमा दोष दिन्छन् स्त्रीहरूले पनि, आफ्ना पतिलाई दोष दिएर पर पुरुषलाई मनमा धारण गर्ने, अर्काका श्रीमानहरूलाई मनमा धारण गर्ने, अनि यस्ता पनि के छन् त सलमली नरकमा पर्नु पर्दछ। अनि त्यस्तै गरेर जुन पापी अब देवता आदि नमान्ने, अनि भगवानको मन्दिर देवताहरूलाई कहिले पनि नमान्ने, अनि नमान्ने नास्तिक, जो परम्परा चलेको धर्म नमान्ने, बाबुबाजेदेखिबाट मान्दै आएको धर्मलाई उसले अपहेलना गर्ने,
धर्म नमान्ने, कलया धर्म भनेको के हो भन्ने घमण्डी। त्यो धर्म गरेर के हुन्छ र? कसले फल्लाले यति समयसम्म गर्दै कसको के भएको छ र भनेर चाहिँ यस्तो किसिमको घमण्डी के यस्ता घमण्डी पनि के छन् त, अनि त्यो सलमरी नरकमा पर्नु पर्दछ। अनि त्यस्तै गरी कुवा, तलाउ, पोखरी, देवताको मन्दिर नाश गर्ने, अनि कुवाको नाश गर्ने, तलाउको, पोखरीको नाश गर्ने, देवताको मन्दिरहरू पनि नाश गरिदिने, त्यस्ता पनि के छन् त बैतरणी नदीमा पर्नु पर्दछ। अनि त्यसपछि जो स्त्री बालक सेवक मान्नेजनलाई रिसले नदी एक्लै मिठो पदार्थ खान्छे। घरकी स्त्री, घरको भित्रिया जुन घरका बाहिरबाट आएका सम्पूर्ण चिजबिजहरूको ठेकान लाउने भित्रका भान्से हुन्छन् नि, आतो बाटो भएकी स्त्रीले आफ्नो श्रीमान र आफ्ना घरका परिवार छोराछोरीलाई नदिएर आफूलाई मिठो आफूले थुपारेर राख्ने, दुःखदेखि सुखी हुने, अर्कालाई दुःख दिने, अर्काको सुख देख्दा दुखी हुने, यस्ता बज्न पढाउँछ। हितवचन नसुन्ने, जस्तै कसैले राम्रो वचनहरू सुनाछ, राम्रा कुराहरू सुनाछ, त्यो राम्रा कुरा उसलाई पच्दैन, उसले सुन्दैन है त। हितवचन नसुन्ने, शास्त्र पुराण आदि पनि नसुन्ने। शास्त्र कथा चलिरहेको छ, अनि यो कथा भनेर के हुन्छ, सुनेर के हुन्छ भन्ने है त, नसुन्ने। आफू श्रेष्ठ छु भन्ने, मैले जतिको कसले जाने छ, मैले यति नगरे भए मै हुन् सबैभन्दा यहाँको श्रेष्ठ, यस्तो आफूलाई आफूले श्रेष्ठ कहने। घमण्ड भएका मूर्ख घमण्डी, अनि आफूले आफैलाई ज्ञानी हुँ भन्ने, मैले सबै कुरा जाने छु, अरूले फल्नाले जाने छ, फल्नाले यो कुरा गर्छ भनेको पो राम्रो, आफूले आफैलाई जान्ने छु भनेको त त्यो त राम्रो भएन। त्यस्ता घमण्डी पनि के छन् त बैतरणी नदीमा पर्नु पर्दछ। त्यस्ता धर्मले वर्जित भएकाहरू रुँदै रुँदै बैतरणी नदीमा पर्नु पर्दछ। अनि त्यस्तै गरी माता पिता गुरु आचार्य आदिको निन्दा गर्ने। घरमा बुवा आमा छन्, अब बुवा आमा भनेको त एउटा भगवान श्रावर हो। आफ्नो छोराछोरीलाई बा आमाले कहिल्यै पनि नराम्रो सोच्दैन, कहिल्यै पनि अहित कर्म कहिल्यै गर्दैन, उसले बिग्रन्छ कि भनेर बा आमाले गाली गर्ने हो। अनि बा आमालाई चाहिँ के गर्ने त, माता पिता गुरु आचार्य आदिको निन्दा गर्ने, अनि त्यसपछि देवादिको पूजा नगर्ने, यस्ता पनि के छन् त बैतरणी नदीमा पर्नु पर्दछ। जो कुलीन विनयले युक्त भएकी स्त्रीलाई रिसले त्याग्ने, आफ्नो श्रीमतीको दोष केही हुन्छ, उसले केही गरे छैन बिचरा, आफूलाई मात्र एकदम अहमता जाग्यो भने श्रीमतीलाई दोष दिन्छ कि उसले, यो नराम्री, यसलाई बिहारेर यसको बाबाआमाले के दिएर, अनेक हुन्छ नि लोक मान्छे दोष दिने कुराहरू, के दिएर यस्ता यस्ता कुराले अनि चाहिँ नि स्त्रीलाई रिसले त्याग्दछन्। त्यस्ता स्त्रीको कुनै किसिमको चाहिँ गल्ती छैन, त्यस्ता स्त्रीलाई त्याग्दछन्, ती पनि बैतरणीमा पर्नु पर्दछ भन्यो। अनि 1000 गुण भएका सज्जनलाई, उसको सज्जनका कति गुण छ, 1000 गुण भएका सज्जनलाई गुणमा दोष दिने, फल्लाले गर्दा यस्तो भएको भनेर चाहिँ उसलाई गुणी मान्छेलाई चाहिँ अवगुण देखाइदिने, यस्ता पनि के छन् त अनादर गर्नेहरू पनि बैतरणी नदीमा पर्नु पर्दछ। ब्राह्मणलाई यति दान गर्छु भनेर बमोजिम दान नदिने, बोलाएर झुक्किने, त्यो कि बोल्दै नबोल्ने, नआयो भने यति दिन्छु भनेर बोलाएर नदिने काम पनि नगर्नु भन्छ है त। यस्तो काम पनि नगर्नु, बैतरणी नदीमा पर्नु पर्दछ। अनि दान दिएर आफैले हरिदिने। अब कसैले दान दियो, जस्तै भूमिदान गर्यो, भूमिदान गरिसकेपछि त्यो आफूले भूमिदान गरेको जग्गा आफैले प्रयोग गर्छ। अब त्यहाँ खास हुनु त्यो भूमिमा कुच्न पनि हुँदैन, अनि त्यहीँ गएर घाँस काट्छ, दुनियाँदार गर्छ, खेतीपाती गर्छ, त्यो हरण गरेको भयो। आफूले गरेको दानहरू अब आफूले कसैलाई दान दिएछ अनि त्यही वस्तुहरू आफूले प्रयोग गरिदिन्छ, दान गरेर दिएको सैयामाथि अथवा खाट पलङमाथि अब सुत्दिन्छ भने त्यस्ता पनि के छन् त। अनि यस्ता दान दिनेपछि पछुताउने, अनि दान मलाई त दिन मन थिएन, फल्लाले गर्दाखेरि फल्ला दान गर्नु भने बेकार फल्ला दिन पठायो, बेकार दिएछ भनेर पछुताउने, यस्ता मान्छे पनि के छ त बैतरणी नदीमा पर्नु पर्दछ। अनि यज्ञमा बिघ्न पुर्याउने, जस्तै कहीँ यज्ञ आदि चलिरहेको छ, त्यो यज्ञमा गएर आफूले त्यहाँ सकेको सहयोग गर्ने हो नि त, अनि त्यो यज्ञमा गएर हल्ला गर्ने, अनि एकदम चाहिँ नचाहिने कुराहरू चाहिँ गराइदिने, अरूलाई मच्चाइदिने, उचालिदिने, यस्ता किसिमका यज्ञ भङ्ग गर्ने, यस्ता चाहिँ के छन् त बैतरणी नदीमा पर्नु पर्दछ। अनि त्यस्तै गरी खेतको सिमाना हर्ने भनेको
तलतिरपट्टि अर्काको खेत माथि छ, तलतिरबाट खोदल्दै 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 आली पनि झारिदियो। अब के गर्ने है त, आदि पनि झारिदियो, यतापट्टिको साँधेरीको पनि कोट्याउँदै 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 ढुङ्गै पनि सार्यो, ढुङ्गा सारेर यो त मेरो यहाँ आऊ भनेर चाहिँ नि भन्ने यस्ता किसिमको गर्ने पनि के छन् त वैतरणी गर्छन्। जो आफ्नो जति छ त्यसैमा रमाउने, अरूको लालचा नगर्ने के यस्ता पनि वैतरणी नदीमा पर्नुपर्छ। अनि गाई चर्ने ठाउँ जोति खेती गर्ने परम्परा बाबुबाजे पुस्तौँदेखिबाट चलिआएको जुन गौचरण छ, त्यो गौचरणलाई उसले हडपेर जोतेर खेती गर्ने यस्ता मान्छे पनि के छन् त वैतरणी नदीमा पर्नुपर्छ। त्यसले वैतरणीको यातना त्यसले भोग्नै पर्दछ। अनि ब्राह्मण भई रस बिक्री गर्ने, जातमा त बाहुन हो, जनै लगाएछ, अनि जाया वाया ढोलै मात्रै राखेको छ, टट्ट भर्याछ दिएको छ, यो पनि नगर्नु भन्छ है। अनि 5 प्रकारका वृक्षले स्त्रीहरू ल्याउने, ब्राह्मण भन्छ, अनि यतापट्टि पनि अर्की जेठी त अर्की त माइली, उता साइली, उता काइली, 5-7 जना स्त्रीहरू बटुल्ने यस्ता पनि के हुन्छ त वेश्यावृत्ति गर्ने यस्ता पनि के छन् त भन्दा वैतरणी नदीमा पर्नुपर्छ। गरे गरे अनि त्यसपछि पशु मारी शरीर पोषण गर्ने। यो अब बामाले कसैलाई सिकाए, कसैले सकेन खानलाई छोड्नलाई, तर अर्काको शरीर मारेर पोषण नगर्नु भन्छ, अनि मांस मासु नखानु भन्छ। यस्ता पनि के गर्छन् त वैतरणी नदीमा पर्नु पर्दछ। ब्रह्मा कर्मले भ्रष्ट भएको मासु मदिरा आदि खानी, शास्त्र आदि नपढ्ने, दुष्ट स्वभाव भएको ब्राह्मण पनि के गर्छन् त वैतरणी नदीमा पर्नु पर्दछ। अनि शूद्र जातमा शूद्र गर्नुहुन्छ, हे भगवान कस्ता पापी महामार्गमा जान्छन् त, कस्ता पापी कुन नरकमा पर्छन् बताइ बक्सिस, अथवा वैतरणी नदीमा कस्ता कस्ता पापी पर्दछन् त प्रभु। अब जुन हामीले बताइयो, जुन वैतरणी नदी छ यमलोक जाने बाटोमा वैतरणी नदी पर्दछ, त्यो वैतरणी नदीमा कस्ता कस्ता पाप कर्म गरेका पापीहरू पर्दछन् त प्रभु बताइ बक्सियोस् भनेर। अनि यो 4th अध्यायमा भगवानसँग अनि उसले भगवानका वाहन गरुडजीले प्रश्न गर्नुहुन्छ। अनि भगवानले आज्ञा गर्नुहुन्छ, हे गरुड सुन, जो मनुष्य सधैँ शुभ कर्ममा प्राङ्मुख भएका छन् त्यस्ता पापी एक दुःखदेखि अर्को दुःख र एक नरकदेखि अर्को नरकमा पर्दछन्। धर्मराजका शहरमा 3 मार्गले धर्मात्माहरू जान्छन्। जुन धर्मराज स्वर्ग, त्यो धर्मराजका शहरमा धर्मात्माहरू 3 मार्गबाट जान्छन्। कुन कुनबाट जान्छन् भने एउटा पूर्वको मार्ग, एउटा पश्चिम र एउटा उत्तरको मार्गबाट धर्मात्माहरू जान्छन्। अनि दक्षिणपट्टिको मार्गबाट को जान्छ त भन्दा पापीहरू जान्छन्। अब त्यो दक्षिणपट्टिको मार्गमा के छ त भन्दा वैतरणी नदी पर्दछ। त्यो वैतरणी नदीमा कस्ता कस्ता पापी पर्छन् भन्ने कुरा म भन्दछु सुन भनेर भगवानले भन्नुहुन्छ। ब्राह्मण घाती भनेको ब्राह्मणहरूको घात गर्ने के, बाहुनहरूको घात गर्ने। ब्राह्मण घाती, बालघाती भनेको बाल बच्चालाई घात गर्ने, बालघाती। ब्राह्मण भई मदिरा खाने है, ब्राह्मण भई मदिरा खाने। स्त्री घाती आफ्नो श्रीमतीलाई घात गर्ने अनि अन्य स्त्रीलाई घात गर्ने। गर्भपाती भनेको गर्भ चाहिने, तुहाउने, फ्याँक्ने। गर्भघाती यस्ता डरलाग्दा पाप गर्ने वैतरणी नदीमा पर्नु पर्दछ। हेर्नुहोस् है त। अनि यस्ता कर्महरू गर्न भए। अनि गुरु द्रव्य, देव द्रव्य, बीज द्रव्य। अनि गुरुको पैसाहरू हरण गर्ने। देव द्रव्य भनेको मन्दिरका द्रव्यहरू, भगवानको मन्दिरमा उठेका द्रव्यहरू हरण गर्ने, देव द्रव्य। अनि स्त्री द्रव्य भनेको स्त्रीहरूको पैसा लिएर नतिर्ने के, हरण गर्ने। बाल द्रव्य, बालकहरूको पनि पैसा लिएर हरण गर्ने र गौ हत्या गर्ने, गाईलाई मार्ने। यस्ता पापी पनि वैतरणी नदीमा पर्नु पर्दछ। यस्ता पाप गर्ने मान्छेहरू पनि के गर्छन् त वैतरणी नदीमा गएर डुबेरै बस्नु पर्दछ, त्यो पाप शेष नहुन्छ। अनि त्यसपछि जो ऋण लिएको नतिर्ने, अर्कासित ऋण लियो, कति दुःख देखाएर मैले हजुरको ऋण तिर्छु, अनेक त हुन्छ नि कुरा है। मैले जसरी तिर्छु, अर्काको ऋण लिएर नतिर्ने, नासो राखेको पचाइदिने। कसैले ल न मेरो यो चिज राखिदे, मेरो घरमा सुरक्षा छैन, तिम्रो सुरक्षित राखिदे है भनेर नासो दिएछ, त्यहाँ पछि गएर 2-4 साल भएपछि त म बिर्सेँ तँ दिए कि होइनस् भन्ने कुराहरू आउँछन् नि। यसो नासो राखेको पचाइदिने। विश्वासघाती, विश्वास नभएको के, विश्वासघात गर्ने। त्यस्तै खानेकुरामा विष मिलाई खुवाएर मार्ने। अनि जसले भोजनमा
विष खुवाएर मार्दछ। यस्ता नराम्रा काम गर्नेहरू के छन् त बैतल नदीमा पर्नु पर्दछ। दोषग्रहण गर्ने, गुणीको निन्दा गर्ने, जो मान्छे गुणी छ उसका कयौं गुण छन्, उसले कुनै दिन भुलचुकले उसले एउटा सानो अन्जानमा गरे कुनै गल्ती भने पनि त्यसलाई कोट्याउँदा त्यसको कुरा काटेर त्यसलाई डाउनै गरिदिने के उसलाई पखाल्दिने। गुणीको दोष गर्ने, घमण्डी, मै ठुलो हुँ, मैले नगरे हो, मैले पारेको अहिले यो बाटोलाई पैसा यति लाख भन्छन् नि, घमण्डी। निचको सङ्ग गर्ने अनि आफूभन्दा तल्लो जातिको सङ्ग गर्ने, उससित चाहिँ आफ्नो परम्परा चलेका कुराहरूलाई नमानेर निच जातिपट्टि गएर निचको सङ्गत गर्ने, सङ्ग गर्ने। सतसङ्गले प्रमुख भएका यस्ता मुडा जो छन् यिनीहरू बैतरणीमा पर्नुपर्छ। तीर्थ, सज्जन, सतकर्म, गुरु देवताको निन्दा गर्ने अनि तीर्थहरूको निन्दा गर्ने है त, सज्जनहरूको निन्दा गर्ने अनि गुरुको निन्दा गर्ने अनि त्यसपछि वेद शास्त्र भनेको के हो निन्दा गर्ने अनि त्यसपछि पुराण आदिको निन्दा गर्ने अनि यस्ता पनि के छन् त बैतल नदीमा पर्नुपर्दछ। अर्काको दुःखदेखि खुसी हुने, अर्कालाई दुःख परेछ, कति चोट छ, बल्ल खाए है त, अल्लाहले बल्ल खाए यो भन्ने। अनि दुःखदेखि सुखी हुने, अर्कालाई दुःख दिने अनि त्यसपछि यसलाई कताड होला त, यसलाई दुःख नदिई भएन, यस्ता किसिमका के चित्त भएका। अर्काको चाहिँ सुखदेखि दुःखी हुने अनि अर्कालाई दुःख दिने, अर्काको सुख देख्दा दुःखी हुने, सधैँ दुष्ट वचन बोल्दा क्षुद्र वचन प्रहार गर्ने, अति नै कुर वचन प्रहार गर्ने।